म डे बाई डे नै भिडियो हाल्छु भन्दै थिएँ, भन्दै पनि एक दिन ग्याप भएछ हैन। अनि यो भिडियो चाहिँ मेरो बहिनीको बिहेको 1-2 दिन पछि छोरीलाई रुगाखोकी लाग्यो। लगभग 10 दिन पछाडि रुगाखोकी लाग्यो। हामी पुगेको 10 दिन जति भएको थियो। अनि 6-7 गते लगभग 1 हप्ता गर्मी भयो, त्यसपछि जाडो स्टार्ट भयो जस्तै भयो क्या। पानी परै गऱ्यो अनि नानीलाई चाहिँ रुगाले छ्याप्पै छोप्यो र पनि त्यस्तो धेरै बिरामी भएन। सामान्य 2 दिन जति चाहिँ उसलाई साह्रो पार्यो। त्यसपछि ऊ एकदम धेरै कुदेको कुदै रमाएको रमाई त्यो खेतमा जाने, आलीमा जाने, माटो खेल्ने, दाउरा बोक्ने, के गर्ने गरी। अनि त्यही दिन अथवा भोलिपल्ट होला जस्तो लाग्छ मलाई, बुवा बाख्रा गोठाल जानुभएको थियो। अनि कोही ऊ बाख्रा र बुवासँग बुवा भन्दै रमाउँदै, ऊ जे कुरासँग पनि रमाउने नै मान्छे हो हैन। अनि बाख्रासँग पनि रमाएँ। हाम्रो चाहिँ यति धेरै बाख्रा थियो भयो। अहिले चाहिँ चारवटा खसी चाहिँ सकियो, अझै खोइ अरू पनि सकियो कि। त्यही दिन अनि माटोमा पनि खेलिरहेको थिएँ खेतमा चाहिँ। सो माटो देख्नु हुँदैन, खाल्डाखुल्डी देख्नु हुँदैन, त्यहाँ जाने खेल्ने गरिरहेको थिएँ। अनि हाम्रो बसाइ कन्टिन्यू नै भइरहेको थियो। अनि हाम्रो चाहिँ त्यहाँ ठुलो बुवाको 84 हुँदै थियो। 84 भोलिपल्ट थियो। अनि पूजा चाहिँ अघिल्लो दिन थियो, 15 या 16 गते, मैले एक्ज्याक्ट बिर्सेँ। अनि हामी चाहिँ त्यहाँ गयौँ हैन, रमायौँ। अनि छोरीलाई पनि यसै लग्ने कुरै भइहाल्यो। लगभग 1 घन्टै लाग्यो मलाई र नानीलाई त्यहाँ पुग्नको लागि। अनि ठुलबा चाहिँ रमाएर है खुसियाली भएर पुरै नाचिरहनु भएको थियो। दिदी चाहिँ नाच्नु बा भन्दै हुनुहुन्थ्यो। भर्खर दिदीले पनि भिडियो हेर्नुहुन्छ। त्यहाँ चाहिँ सबैजना भेट भयो, ठुलोबा ठुलो मम्मीहरू सबैजनाको घरमा जान नसके पनि एकै ठाउँमा हैन भेटियो। अनि नानी बोकेर हिँड्न गाह्रो पनि, आफ्नो घर तल, ठुलोबाको घर माथि हैन। एकदम रमाइलो लाग्यो। म चाहिँ त्यहाँ पुगेर यसो 1-2 ठाउँ चाहिँ मौका पाएको बेलामा डुलिहालेँ। अनि ठुलोबा चाहिँ कति धेरै नाच्नु भयो क्या त्यो पूजाको दिन। अनि रह्यो कुरा कन्टिन्यू नै छ। कुरा त्यही दिनको हो। म चाहिँ सानै 1 देखि 8 कक्षासम्म पढेको नलाङ निमाविमा चाहिँ पुगेँ। अहिले चाहिँ के भएको छ, के अरे नलाङ के भएको छ हौ, मावि होइन, नलाङ स्कुल के हो, नामै बिर्सेँ आजकल, धेरै भयो हैन। त्यहाँबाट देखिने सिनहरू त्यस्तो हो। आफ्नो बालपन बितेको ठाउँ हैन। एकदमै धेरै माया लाग्दो रहेछ क्या। अरू ठुलो हुँदा के यस्तो भनेको जस्तो लाग्थ्यो। यो हो मेरो ओरिजिनल जन्मथलो। यहाँ गएर मैले साँच्चीकै पाइला टेक्दाखेरि चाहिँ एक खालको एकदमै धेरै ह्याप्पी फिल भएको थिएँ। मैले झन् छोरीलाई पनि लगेँ, तर त्यहाँ पुगिरहँदा मैले एकदम धेरै मिस गरेको बामा भन्दा अरू चाहिँ मैले कम्ती नै मिस गरेँ। कान्छङ्कल पनि मिस गरेँ हैन। एकदमै धेरै मिस गरेँ मैले आमालाई। त्यो आपको बोटको मुनि पनि कटेज थियो पहिला भूकम्पको। त्यहाँ जहिले 11-12 पढेर आएर एक गाँस भात खाएर घर जाने गरेको। अनि त्यहाँ त अब त्यो पाटा कान्ला रुख, त्यहाँका फलफुल सबै कुराको माया लाग्थ्यो, माया लाग्छ अझै पनि। त्यो घर भूकम्पले भत्कियो हैन। अनि त्यहाँबाट म एकछिन घुमेर अनि फर्केँ फेरि पूजा भएकै घरमा। अनि छोरीले चाहिँ पुरै भैँसी भन्दै इन्जोय गरिरहेको थिएँ। मलाई चाहिँ त्यो भैँसीको गोबर पनि एक खालको मिठो स्मेल आउँछ क्या। अब आफ्नो ठाउँको भएर पनि होला हैन, अर्कै खालको मनपर्छ। अनि उसले पनि त्यो स्मेल चाहिँ इन्जोय गरी हरेक बास्ना। अनि हामी साँझ पर्न आँटिसकेको थियो, घर फर्किनु त पर्यो। घर फर्क्यौँ। मम्मीले चाहिँ छोरीलाई मजाले थुन्सेमा हालेर लानुभयो। ऊ त त्यहाँ झन् खुसी भई। उसलाई मैले हाफ लुगा लगाइदिएको थिएँ, बा बित्छ कि भनेको, र पनि ऊ यति खुसी भई हैन। पुरै मजा आयो भन्दै चै भन्दै हैन, रमाइलोसँग ऊ गई। लगभग निकै दिन भइसकेको थियो, त्यो 2 हप्ता जस्तो हुन आँटेको थियो हामी पुगेको। अनि उसलाई त्यहाँ मजा आइरहेको थियो। म यसपालि नेपाल गएर 26 दिन त म रेगुलर घरमै मात्रै बसेँ। अनि मात्रै बाहिर गएको थिएँ, ओन्ली धादिङ बेसी भन्दा बाहेक। अनि म चाहिँ लगभग 19-20 गतेतिर होला धादिङ जानु पर्यो भनेर जान आँटेको थिएँ। अनि त्यहाँ घरमा एउटा टिपर आइपुग्यो। अनि त्यो टिपरमा मजाले बसेर हामी रमाइलो गर्दै गयौँ। अनि बाटोमा ससामा पुगेपछि पानी पनि परिरहेको थियो। अनि छोरीले त्यो एउटा मान्छेको बाइक देखेर बाइक जाने भन्यो। अनि त्यो भाइहरूले बाइकमा राखिदिनु, भिडियो बनाउनु, फोटो खिच्नु भने। अनि उसलाई त्यहाँ मैले एकछिन राखिदिएँ। अनि त्यहाँ
अनि फेरि बस आयो त्यहाँबाट धारिङबेसीसम्म चाहिँ हामी ग्रामीण चढेर मजाले भिडियो बनाउँदै नाच्दै गाडीको गीतमा नाच्दै गयौँ। त्यो दिन मेरो कान्छी बहिनीको ब्राइड टु बी थियो, साथीहरूले ब्याचलर पार्टी दिँदै थिए। अनि पुरै त्यहाँ गएर पनि राजा जहिले राजा रानी पाराले चाहिँ त्यहाँ इन्जोय गरिरहेको थिएँ। कान्छी बहिनीले पनि इन्जोय गरिरहेको थिएँ, साथीहरू धेरैजना थिए अनि म पनि गएँ पनि त्यहाँ खुसी भएँ होइन। अनि त्यसपछि हामी त्यो दिन सक्यौँ, पानी परेको थियो। भोलिपल्ट चाहिँ घर जानु पर्यो भनेर चाहिँ म जाँदै थिएँ। अनि टिकटक पनि बनाएँ मैले मेरो माइली बहिनीको अफिसमा। त्यति बेला चाहिँ मैले कपालमा कलर गर्ने समय पाइसकेको थिएँ। अनि छोरीलाई एउटा लुगा किनिदिएको, त्यो पनि ठुलो भएछ। त्यसपछि ऊ घर पुगेर ऊ पुरै हिरोइन बहिनी चाहिँ आउनु भएको थियो, हिरोइन दादा भएर यस्तो रमाइलो भयो। छोरीसँग दुःख पनि उस्तै भयो नि, उसको सानी एकदम प्यारी सानीसँग चाहिँ ऊ सुती बेलुका भोलिपल्ट बिहान होला। अनि भोलिपल्ट बिहान उठेर चाहिँ मैले यस्तो भिडियो बनाएँ सर एकचोटि घरको। भोलि पर्सि म यसरी फर्केर आउँछु, आएपछि मैले भिडियो हाल्छु अनि हेरिरहन्छु भनेर चाहिँ अनि मैले भिडियो बनाएँ। त्यसपछि अर्को दिन होला, कुन दिन हो, एक दिन बेलुकाखेरि फेरि पुलतिर गयौँ। हाम्रो घर नजिकै झोलुङ्गे पुल छ, अनि त्यहाँ पनि गइयो, फेरि रमाइलो गऱ्यो है। बहिनीले चाहिँ मेरो के मिलाइदिरहेको छ, त्यो चाहिँ इग्नोर गर्नु सबैजना। अनि ऊ चाहिँ कान्छी बहिनीसँग पनि रमाइलो गर्ने, माइली बहिनीसँग पनि रमाइलो गर्ने, उसको सानीहरू सबैजनासँग घुमी इन्जोय गरिरहेको थिएँ। अनि हुँदैन भन्यो भने नटेर्ने होइन, कुदै गर्ने, त्यो हल्लिन्छ, आफैलाई डर लाग्ने, बा नानीको खुट्टा छिर्छ कि भने जस्तो फिल हुने। यहाँ चाहिँ रोटी पकाउने दिन लगभग आइ नै सक्यो होइन। अनि सबैजना भाउजू, दिदी, आन्टी, ठुलो मम्मी सबैजना आमाहरू भेला भएर चाहिँ धेरै रोटी बनाउनु भयो। अनि मैले पनि बनाएँ एउटा कि दुईवटा, मलाई चाहिँ पोल्यो क्या त्यो बढी आगोले होइन। अनि कति मजाले राम्रा यस्तो मिठो पनि भएको थियो त्यति बेलाको रोटी होइन, एकदमै मिठो थियो। अनि ठुलोमम्मीले चाहिँ मलाई अलिक राम्रो भिडियो बनाइदिए भन्दै हुनुहुन्थ्यो, यो मेरो कान्छी बहिनी बेहुली। अनि ठुलोमम्मी चाहिँ अलि राम्रो भिडियो बनाए भन्दै हुनुहुन्थ्यो क्या खासमा चाहिँ। अनि यो चाहिँ मेरो चाहिँ रूप कति त्यस्तो थियो। अनि रह्यो बिहेको अघिल्लो दिन थियो कान्छी बहिनीको मेहन्दी गर्ने भनेर, मेकअप चाहिँ मैले गरिदिएँ उसलाई। अनि मेहन्दी चाहिँ बहिनीहरूले भरिदिए। चस्मा लाउने मेरो साइलो अङ्कलकी ठुली बहिनी, मेरो ठुली अर्की हो मेरो बदैनी बहिनी। अनि आइसक्यो फाइनली बिहेको दिन, वैशाख 23 गते मेरो कान्छी बहिनीको बिहे थियो। मेरो सबैभन्दा हाम्रो अब खुसी पनि त्यही दिन थियो, दुःखी पनि हाम्रो त्यही दिन थियो। हेर्दै कान्छी बहिनीलाई बिहे गरेर पठाउने दिन आइपुगिसकेको थियो। यो हो स्टार्टिङ बिहानको हो। अब म तपाईँहरूलाई भिडियोमा फेरि कन्टिन्यू गर्छु, दिनभरिको नाचेको रमाएको। यो चाहिँ बिहान बेहुला आउनुभन्दा अगाडिसम्मको भिडियो हाल्छु। यस्तै भयो अहिलेको यो भिडियो, हेर्दै गरिरहनु होला।